हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई। आज म तपाईहरुलाई एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल मनी ट्रान्सफर गर्ने न्यू अपडेटको बारेमा जानकारी दिन गइरहेको छु। त्यसको लागि गुगल या क्रोम ब्राउजरको सर्च बारमा गएर एसबीआई अनलाइन टाइप गरी सर्च गर्ने। त्यसपछि तपाईको मोबाइलमा यस्तो खालको फिचर ओपन हुन्छ। यसमा तपाईले लगइन स्टेट बैंक अफ इन्डिया वाला वेबसाइटमा क्लिक गर्ने। त्यसपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ सबैभन्दा माथि दाहिने कुनामा 3 डट। अब यसलाई क्लिक गर्ने। 3 डटलाई क्लिक गरिसकेपछि फेरि तपाईको मोबाइलमा यस्तो खालको पेज ओपन हुन्छ। यसमा तपाईले डेस्कटप साइटलाई टिक लगाउनु पर्ने हुन्छ। डेस्कटप साइटलाई टिक लगाइसकेपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ तपाईको मोबाइल अब यस्तो प्रकारले कुनै कम्प्युटर या पीसी जस्तो डेस्कटप साइट मोडमा चल्न थाल्छ। यसमा तपाईले अब माथि दाहिने कुनामा दिएको कन्टिन्यू टु लॉगिङ बटनलाई क्लिक गर्ने। कन्टिन्यू टु लॉगिङ बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईको मोबाइलमा यस्तो खालको अर्को पेज ओपन हुन्छ। अब यसमा तपाईले आफ्नो युजर नेम पासवर्ड अनि तल दिएको क्याप्चा कोड टाइप गरी लॉगिन बटनलाई क्लिक गर्ने। त्यसपछि तपाईको मोबाइलमा आएको ओटीपीलाई ओटीपी सेक्सनमा टाइप गरी सबमिट बटनलाई क्लिक गर्ने। अब एकैछिन प्रतीक्षा गर्नुहोस्। त्यसपछि यस्तो खालको नयाँ अपडेट वाला इन्टरफेस ओपन हुन्छ। यसमा तलमाथि दायाँ बायाँ स्क्रल गर्दा धेरै अप्सनहरू देख्न सकिन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ सबैभन्दा माथि बायाँ कुनामा स्विच टु ओल्ड भ्यू यो वाला अप्सनलाई क्लिक गर्नुपर्ने हुन्छ। यसलाई मैले अलिकति जुम गरेर देखाउँदै छु। स्विच टु ओल्ड भ्यू यो वाला अप्सनलाई अन गरेपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। अब फेरि यसमा यो स्विच वाला अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। अब यसमा तपाईहरुले माथि बायाँपट्टि दिएको मेनु बटनलाई क्लिक गर्ने। त्यसपछि फेरि यस्तो पुरानै खालको पेज ओपन हुन्छ। यसमा तपाईहरुले सेम पुरानै अप्सन पेमेन्ट अब्लिक ट्रान्सफरमा क्लिक गर्ने। त्यसपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ यो रातो एरोले पोइन्ट गरेको ठाउँमा इन्टरनेशनल फन्ड ट्रान्सफर लेखिएको छ। यसलाई मैले अलिकति जुम गरेर देखाउन चाहे। अब इन्टरनेशनल फन्ड ट्रान्सफर अप्सनको डाउन एरोमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ इन्डो नेपाल रेमिटेन्स। अब यो इन्डो नेपाल रेमिटेन्समा क्लिक गर्ने। त्यसपछि अन्तिमसम्म पुरै प्रक्रिया पूरा गर्ने। साथीहरु यसपछिको प्रक्रिया सबै अन्तिमसम्म पुरानै तरिकाले चल्छ। साथीहरु यहाँ आएर भिडियोलाई समाप्त गर्न चाहे। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।